हामी चाहिँ टक्क लाएर ग्राउन्ड बनाउँदै थियो होइन गाइजहरू। यसो वरिपरि काम थकाइ लाएर एकछिन हामी यसो बसेथ्यो। अनि यता कोही काम गरिरहेको थियो होइन। अनि भैँसीहरू नि आएर रहेछ। अनि घरबाट पानी खानालाई गाउँतिर आएर रहेछ टक्क लाएर। एउटा बहिनी फेरि पानी हाल्छु भनेर आएछ। त्यहाँदेखि बोइज भर्सेस गर्लको गेम परेछ, खतरा गेम भइरहेको थियो होइन। हामी हेरेको सबजना बहिनी खेलेको छ। अनि टक्क एन्जल भाइ सडा हान्छ खतरा। केटाहरू त सबैजना हुनु गएर बसिरहेछ। गेम चाहिँ बबल रमाइलो भएको थियो। एन्जल भाइले यसरी क्यारी गरेको थियो, सडा हान्थ्यो। तर किप्पर बहिनीले छ्याप्पै समात्थ्यो। पवन भाइ नि झ्याप्पै लड्यो। के कम छ भनेर उठेर गइहाल्यो। मम्मीलाई त मैले छक्कै भनेर पवन भाइ त गयो। तर सकिन। एकदम केटाहरू खेलिरहेको थियो। अनि म पनि हेरिरहेको थियो। आशा लागिरहेको थियो। मजाले गेम भइरहेको थियो। उहाँ परेर सबैजना खत्रै लगेको थियो है। अनि कोही स्टेज पनि बनाइरहेको थियो। अनि केटाहरू सबैजना यहाँ के काम गर्ने एकछिन हामी नि हेर्छौँ भने केटाहरू मजासँग हेरिरहेको थियो होइन साथीहरू। टक्क लगाएर यस्तो रमाइलो भइरहेको थियो है साथीहरू। हेरेको भयो है। पवन भाइले नि धेरै पारेकै थियो जुनमा त रोनाल्डो मेसी जसरी खान्थ्यो। पवन भाइले एन्जललाई फास्टली एन्जलले गोल हान्दियो। म सेन्टर लाइनमा आयो। सेन्टर लाइनतिर लाइभ गर्ने ठाउँ बनाउँदै थियो। अनि मैले त्यहाँ आएर यसो लाइभ गरेको यहाँबाट राम्रो आउँदो रहेछ भनेर के गर्नु लगाएर हेऱ्यो। टक्क लगाएर हेऱ्यो। ग्राउन्ड बबाल ठुलो देखेको होइन। अनि रमाइलो भएको साथीहरू दामी मजा आइरहेको थियो। ग्राउन्ड चाहिँ 7 साइजको थियो होइन। नासारको बजारको लागि तयारी गर्दै थियो होइन। 43 नासारको बजारको तयारी थियो। एकदम रमाइलो भयो होइन। रमाइलो हुँदै थियो गाइस।